साथीहरु नमस्ते। म चाहिँ फेरि पनि आइसकेँ। आज चाहिँ म शुक्रबार भएर घर जानु आँटेको हैन। घर गएर माथि काम हुँदैछ, काम गर्ने हो अनि मात्र घर जाने हो टक्कसँग लगाएर हैन। यस्तै छ। म चाहिँ हिले बजारमा आइपुगेको छु पार्टी बसबाट हैन। अब यहाँबाट मेरो यात्रा हुन्छ शिमलाको लागि। अनि हिलेको माहौल चाहिँ यस्तो छ है साथीहरु, हेर्नुस् हैन। पुरै यहीँनिर हो गाडी आउने ठाउँ चाहिँ मेरो। यस्तो छ रमाइलो ठाउँ। यहाँनिर चाहिँ क्यारम बोर्ड चलिरहेको छ, दाइहरूको कुरा बाजी चलिरहेको छ हैन। जहिले चल्ने हो यहाँनिर, जहिले आउँदाखेरि जहिले चलिरहेको हुन्छ हैन। रमाइलो छ त्यो हिले बजार रमाइलो छ हैन। यहाँदेखि तल अलिक तल हो तुम्बाको स्तम्भ भएको ठाउँ चाहिँ हैन। हिले चाहिँ एकदम तुम्बाको लागि भन्ने चाहिँ लास्ट प्रख्यात हो है गाइजहरू हैन। यस्तै छ रमाइलो। अनि यहाँ म चाहिँ जत्तैबाट हिँडिरहेको छु हैन गाइजहरू। यस्तै हो, जत्तै त हुनै पर्यो। जिन्दगी नै डामाडोल छ, मान्छे त मलाई जस्तो भए पनि बाल्दै भन्ने नि हैन र। ल काम गर्ने ठाउँमा गएर भेट गरौँला है साथीहरु। म चाहिँ ठ्याक्कै टनेल आइपुगेको छु, काम गर्ने ठाउँ हैन। अनि अस्ति रोपेको बिरुवाहरू चाहिँ हेर्नुस् यत्रो भएछ, सरिसकेछ बिरुवाहरू। यसरी रोपेको छ हैन। यो टनेलभरि सबै रोपेको छ हैन। काम चाहिँ यहाँ मासतिर हुँदैछ। म चाहिँ अब काम गर्ने ठाउँमा जाने हो। के छ कसो छ, जाने बित्तिकै गाली चाहिँ हान्छन् होला किन ढिलो आइस भनेर हैन। अनि यहाँ चाहिँ हाम्रो दिउँसो खाजा पकाएर खाने ठाउँ यही हो। टक्कसँगले मासतिर जाँदैछु म काम गरेको ठाउँमा। दाइहरूले काम गर्दै हुनुहुन्छ, दाइहरू अङ्कलहरू ड्याडीहरूले काम गर्दै हुनुहुन्छ। म पनि अब ढिलै भए पनि काम गर्न चाहिँ आइपुगेँ हैन। अब कति बज्यो, 4 बज्यो। अब 2 घन्टा त भ्याइहालिन्छ। 5-6 बजेसम्म त काम भइहाल्छ हाम्रो। 6 बजेसम्म काम गर्ने हो अनि जाने हो घर। ल म चाहिँ आइपुगेँ। काम चल्दैछ यहाँनिर चाहिँ पुरै धमाधम। यस्तो जोताइ हुँदै रहेछ, खनाइ हुँदै रहेछ हैन। एउटा दुईटा स्प्रिङ्कल चलिरहेछ पुरै टट। यस्तै छ। प्याज चाहिँ यस्तो बिजोग भएको छ झार पलाएर। अब हामी चाहिँ भोलि यसमा टक्क खनजोत गरेर मिलाएर चाहिँ हामी रोप्ने हो भोलि। ल अब चाहिँ म काम गर्न थालेँ। लुगासुगा खोलेर टक्क हाफ पेन्ट र हाफ भेस्टमा चाहिँ काम गर्ने हो। ल त फाइनली अब म चाहिँ ठाउँमा आइसकेँ। अब काम गर्न जाने हो, ड्याङ काम गर्ने हो है त गाइस। हेर्नुहोस् फेरि पनि हाम्रा काम गर्ने पार्टनर राम दाइसँग हाम्रो भेट भइसकेको छ हैन। हाम्रो चाहिँ अब यहाँ अघि देखाएको थियो नि खाजा खाने ठाउँ, यहाँ पुरै आगो बलाइ हुँदैछ। दाइले पुरै आगो बाल्दै हुनुहुन्छ। अनि हामी चाहिँ टक्क चाउचाउ बनाएर
खाने यहाँ चाउचाउ खोजेछन् भोकले प्याक भइसकेछ नि राम दाई भोकले यहाँ अनुहार सनमार सुकेको दाम्रो जस्तै भएछन् होइन दिनभरि काम गरेका बिचरा गले पनि होला नि अनि डेडी चाहिँ अब कामसाम सकेर अब खाजासाजा खान आउँदैन घरै गएर खानुहुन्छ होला यस्तै छ अब खाजा पकाउने खाने हाम्रो यही छ अब अनि फेरि काम गर्ने एकछिन यो के मिल्नुपर्छ यो फाइनली आगो पनि बलिसक्यो हाम्रो भाइले चाहिँ फेरि लास्ट चाँडो आगो बालिदिने क्या फुत्तै बलिहाल्छ भाइले बालेपछि अन्त फुत्तै बलिहाल्छ कि हाम्रो राम दाइ त फेरि खतरा गेटअप पनि पुरा खतरा हान्छन् क्या पुरा टाउकोमा पुरै बाँधेर पुरै डेन्जर तरिकाले काम गर्छन् नि बुढाले आहा घाम लागिरहेछ जाडो पनि भइरहेछ आगो तापो तातो हुन्छ है कति रमाइलो छ जिन्दगी हेर हात डढाइ गयो दाइले यहाँ 2 बोटका पानी ल्यायो भन्दै आउँदैछ नि बुढाले यहाँ यसरी बसाउने हो टक्कसँगले हाल्ने हो पकाउने हो यहाँनिरको कुक चाहिँ को हो राम दाइ राम दाइले भन्दा त दाइले त फेरि डेन्जर जे बनाइदिने हो कि बनाउनु नआउने उसलाई केही छैन खतरा कुकमेन त पछि बुढी चाहिँ लास्ट खुसी हुन्छ होला क्या दाइले बनाएको खायो भने ला कहिलेकाहीँ त खुवाउनु त पर्यो त अनि आफ्नो हातको पनि टक्क यस्तो बना भन्ने हो अनि यसो चकाइदिने हो ल फाइनली हाम्रो चाहिँ यहाँ चाउचाउ खाजा चाहिँ पाक्न आँटिसक्यो पाकेपछि चाहिँ हामी चट्ट लगाएर खान्छौँ पिरो मिठो बनाएर चाहिँ खान्छौँ होइन ठिक छ यस्तै छ जिन्दगानी दर्पण छ यहाँ खाजा निकाल्न खोजेका यी राम दाइले नसकेर सक्दैन सब निकाल्यो हो है बुढा उनी त कडा त हाम्रा है तेरिका बुढा यता फेरि ग्यास्ट्रिकले सताएर मान्छेलाई बिचोक बनाइसक्यो खै दाइ राम दाइ लुवात हाल्ने भन्छन् मान्छे हाम्रो दाइले टक्क हाल्दै हुनुहुन्छ खाजा टक्कसँगले यी लखाचारान भएर यहाँ मरिरहने के रहेछ न सँगले यस्तै छ है हाम्रो चाहिँ रमाइलो पिकनिक सर हुन्छ क्या घरिघरि त यो हाम्रो टनलमा काम गर्दाखेरि पिकनिकै भन्दा नि हुन्छ यस्तो भएपछि वनभोज सर भएन त साथीहरू गाह्रो छ तिमीलाई त गाह्रो छ त अनि मलाई के गाह्रो हुन्छ मलाई यी भिडियो बनाउन यसरी के को गाह्रो ल हामी चाहिँ टक्क खाजासाजा खान्छौँ है गाइजहरू हेरिदिनु होला ल है त फाइनली हामी खाजा खान थाल्यौँ सबैजना यस्तो मजाले खाजा खाँदै हुन्छ म पनि कस्तो मिठो बनाएर नि दादाले नखाने याद खोर्सानी चाहिँ भयो खोर्सानी धेर खान आउँदैन यहीँ पिरो छ एकदम ल यस्तै छ खाजा खुवाइ हाम्रो अब हाम्रो चाहिँ काम स्टार्ट हुन थाल्यो यता राम दाइ पानी सार्दैछन् अर्को ठाउँमा लगाउँदैछन् अब यताबाट चाहिँ हाम्रो स्टार्ट हुन्छ है त गाइस ल म पनि स्टार्ट हुन्छ त्यहीँदेखि ल
ल साथीहरू, हामी चाहिँ टक्कसँगले बेलुका काम गर्दा गर्दै मोबाइलको चार्ज पनि सकियो होइन। बेलुका बेलुका 6:30 बजीतिर चाहिँ हामी टक्क घर सर झऱ्यौँ, खानासाना खायौँ र अहिले चाहिँ हामी अब टक्क यहाँ रुममा चाहिँ आज म एक्लै छु होइन। दाइ पनि उता मामुको रुममा सुत्ने रे आज, उतै मामुको साथी। अनि म चाहिँ अब एक्लै छु, वाइफाई पनि छैन, एमबी तानेको, एमबी पनि लास्ट चाँडो सक्दा रहेछ होइन। अब यस्तै छ, अब ढल्दिने हो, आनन्दले सुत्दिने हो कि अब साथीहरू। ल गुड नाइट है त साथीहरू।